हे गाइज वेलकम टू माई यूट्यूब च्यानल। आज चाहिँ म मेरो खेत हेर्न आएको थिएँ अनि तपाईँलाई यही बेलामा यसो मेरो गाउँघर अनि त्यसपछि खेतहरू घुमाइदिउँ भनेर हो। आज मसँग हुनुहुन्छ ह्यान्डसम पपुलर ग्यामर युट्युबर सुलभ खरेल। आज चाहिँ खेत हामीले घुम्न आएको, तपाईँले पछाडि देख्न सक्नुहुन्छ गाइज। उता चाहिँ पुरै त्यो चाहिँ चुरे पर्वत हो जुन मेरो यहाँ खेत छ। त्यहाँबाट चाहिँ त्रिवेणी नजिक पर्छ, नियरेस्ट मेबी समथिङ 9-10 किलोमिटर होला यहाँबाट, अथवा त्यति पनि छैन होला। अब म चाहिँ यो कसको हुन्छ नि, सरी मैले यसको यो उखाल दिए जसको नि खेत जुन हेरिरहेको अब तपाईलाई चाहिँ मैले हैन खेतसम्म आइसकेपछि मैले चाहिँ क्यामेरा ब्याक गरेर सर तपाईलाई मेरो खेत देखाइदिन्छु है त गाइस। अब क्यामेरा ब्याक गरेर हेर्नु पर्दा खेतको सिनारियो यस्तो छ हैन। अहिले साँझको समथिङ 4:30-5 बजिरहेको होला। वेदर पनि एकदम क्लियर छ। अनि त्यहाँबाट धुवा निस्केको चाहिँ त्यो चाहिँ त्यहाँ उखु पेल्ने फ्याक्ट्री रहेछ। जहाँ पनि धुवा देख्नुभएको छ त्यो चाहिँ सब उखु पेल्ने फ्याक्ट्रीबाट निस्केको धुवा हो। इन्भाइरोमेन्ट वाज अ गुड हैन। यो चाहिँ चुरे पर्वत हो, नियरेस्ट छ क्या यहाँबाट। अनि यस्तो छ। त्यसपछि तपाईले मेरो खेतको कुरा गर्नु पर्दा त्यहाँबाट गाइस, त्यहाँबाट यो सबै वहाँसम्म देख्नुभएको छ नि, त्यो बाटोसम्म क्यामेरा जुम गरिदिन्छु है। त्यहाँबाट ब्लर देखिरहेको छ। त्यहाँ एउटा साइकल छ नि, हो त्यहाँसम्म चाहिँ सबै मेरो खेत हो गाइस। अनि त्यसपछि मेरो भिडियोको एडिटर यता हेर्दै भिडियोको एडिटर अनि खतरा भिडियो सब्स्क्राइब माय च्यानल गाइस। अनि त्यसपछि कुनै भिडियो थम्बनेल एडिट गर्न पर्यो यिनलाई मेल गर, यिनले सस्तो दाममा मिलाएर गरिदिन्छन्। एउटा भिडियो एडिट गरेको कति लिन्छ पैसा? कति त लङ भिडियोको त के अलि त ब्लगहरु भपर 1-2 हजार रुपैयाँ तिमीलाई 1-2 हजार रुपैयाँ लिन्छौ। अनि अरु सर्ट भिडियोको कति लिन्छौ? सर्टको 500-600। ल सर्टको 500-600 लिन्छन् यिनले। त्यसपछि तिमीले अनि 5 मिनेटको सर्ट हुन्छ, 5 मिनेटको सर्टले 100 रुपैयाँ। लो 100 रुपैयाँमा नि बिक्ने तिमी? किउँ न, पैसा त कमाउने हो। अनि घर बस्ने एडिट गर्ने कमाउनु। अनि भाइले आफ्नो सिपको प्रदर्शन गरेर हैन इन्कम जेनेरेट गरिरहेछन्। अनि मलाई तिम्रो युट्युबको थम्बनेल बनाएको कति लिन्छौ त? थम्बनेल बनाएको दाइले सोध्नुस्। ल तिमीले भन नि, तपाईले भन्नु न, तिमीले कति लिन्छौ त्यो भन। मेरो थम्बनेल गराइदिनु। मलाई बनाउन आउनु पर्यो। यिनलाई थम्बनेल बनाउन आउन, भिडियो एडिट गर्न मात्र है त गाइस। भिडियो एडिटिङको लागि मेल गर्नु होला। अनि मेरो गुगल आइडी मैले डिस्क्रिप्सनमा दिन्छु। यो भिडियोको डिस्क्रिप्सनमा हाल्दिनु ल, तपाईलाई दिन्छु। त्यसपछि केही पर्यो भने यिनलाई सम्पर्क गर्नु होला गाइस। अनि थम्बनेल चाहियो भने यो दाइ राम्रो हुनुहुन्छ, थम्बनेलको लागि त राम्रो हुन्छ। मिलाएर वाइके मल त डाङ्गे हो नि त फेरि। कति? 20-30 हजार हो नि त मैले त। 20-30 हजार मा बस दिन नि। भेरी एक्सपेन्सिभ थम्बनेल हो नि त फेरि। त्यही भएर तपाईको भिडियोमा देखिएको छ। ओ अनि तपाईको यहाँले पनि देखिएको छ एक्सपेन्सिभ तपाई। त्यसपछि त्यही हो। अब यिनलाई सम्पर्क गर्नु होला। लो प्राइसमा दिन्छु, अरु भन्दा लोमा दिन्छु। तर युट्युबर छ त्यसले 10-15 हजार रुपैयाँ लिन्छ। मैले हजारमा एडिटिङ गरिदिन्छु। त्यही हुन्छ। 1 आवरको एडिटिङ गर्न छ भने टोटल 20 हजारमा एडिटिङ पुरै एडिटिङ दन। सो गाइस, आजको यो भिडियो बनाउने केही पनि मोटिभ थिएन। जस्ट म खेततिर गाउँतिर घुम्दै आएको थिएँ। यही बेला तपाईलाई पनि घुमाइदिउँ हैन, कन्टेन्ट पनि हुन्छ, तपाई पनि यसो फ्रेस हुनुहुन्छ भनेर मात्र हो। ल आजको लागि यति नै। आजको यो भिडियो यही अन्त्य हुन्छ। त बाइ भन्दै न त। बाइ बाइ। एडिटिङ गर्ने भने मलाई भन्नु। बाइ बाइ। बाइ। ल बाइ गाइस, थ्यांक यू। Yeah.